पोखरा लाग्यो साथीहरु पोखरा लाग्यो कस्तो मारे छ कस्तो देख्यो यार निन्द्रा उठे जस्तो देखिरहेछ है So finally we're at पोखरा पोखरा पुग्न बाँकी छ गाइस सरी है पोखरा त अहिलेसम्म पत्ता लागेको थिएन नि कुरा त हैन चरा बाबा यस्तो उड्थे यहाँनिर अनि म पाक गुलेली हानेर मारिदिन्थ्यो कति राम्रो हो कहाँ ऐनै ऐना छ ऐनाभित्र छिराउला यस्तो जब 5 मिनट म 5 घन्टा हिँड्दिन्छु 5 मिनट भन्दा 15 मिनट हिँड्दैन हामीलाई केटी हेर्दै बस्यो क्या हो शिवको मुख देखेर शिव मुख नहेर न मेरो मुख हेर ल हेर मेरो मुख बरु ल मेरो बेबीको हालत देखेर म त way to peace कति राम्रो देखेको ह्यान्डसम आयो नि पछि है यस्तो राम्रो त मैले कहीँ देखाएको छैन है अहिले सम्मै हो यस्तो यस्तो है आहा ल यतिको चाहिँ हुनुपर्छ मान्छे ल जाउँ ल साथीहरु हामी चाहिँ मलेक पुगिसके यस्तो बिजो गर्छ मलेकको माछा के खाने मलेकको माछा त हैन तर यार तर म खोल्छु मलेक भयो ओके टी काय पिका मी heading to Pohora with my beautiful wife. Wife को त आउनु मारे देखेको छैन बिचरा चस्मामा भरि धुलै यस्तै हुन्छ राइड गरेपछि this is the you know like मेरोमा धुलो छ this is the रमाइलोपन क्या त ल हेर्नुस् तिमीलाई त के धुलो र अति पनि अगाडि म यत्रो ढ्याप्पसँगले बस्दैको छु मलाई चाहिँ बिजोक छ जिउ थै छोड त अब जिउ त सो दामी त खुट्टा भएको छ भन्दा दामी त अनि मोबाइल झर्छ अनि बिहान 7 बजी हिँडेको अहिले 9:30 भइसक्यो हामी कति पेट्रोल हालेर फेरि फर्क्यो नि त यसरी ओबी यसलाई के भन्छ यसलाई के खोला भन्छ आई डोन्ट नो तर जुन खोला भए पनि यो चाहिँ एउटा समयमा चाहिँ पुरै दामी सुसाइडल प्लेस भएको थियो अरे सुन्नमा आएको थिएँ मलाई थाहा छैन होइन मान्छेहरू आएर यहाँ घाम फाल्दो रहेछ नि त त्यही भएर भनेको सो यस्तै छ तपाईँहरू हेर्दै हुनु ल अब हाम्रो पोखरामा के हुन्छ कस्तो कस्तो हुन्छ वी विल लेट यु नो थ्रु द भिडियोज हाई भन्दियो भन्दै सो हामी यता पोखरा घुम्दै गर्दाखेरि चाहिँ हाम्रो इन्गेजमेन्टको भ्लगहरू आइसक्यो होला सो जतिजना पनि हेर्नु भएको छ प्लिज सेयर एन्ड सब्सक्राइब है तपाईँहरूलाई नभएर उफ्रिन्छ ल ल ल बरु म यसरी बस्दिन्छु नि ल ल म यस्तरी बस्दिन्छु यस्तो गरेर ल ल बाई 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 अब फेरि हामी जान्छौँ हाम्रो एकछिन रेस्ट थियो अब रेस्ट सक्यो अब सी इन पोखरा बाई बाई धुलो चाहिँ प्लिज सफा गर्नु ए मलाई थाहा भयो अघि के भएको यसरी बसिरहेको थियो होला यहाँनिर अलिकति हुन्छ त्यही भएर बाई बाई गाइस बाई 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 कलबाट मोबाइल छिर्छ ल बाई बाई पहिला चस्मा सफा गरौँ न यार ल बाई मलाई कुन चाहिँ खाल्टोमा लगेर हाल्दिन रे अम्मो ए बिजोक भएछ यार चस्मा गलत त चस्मा इज द बिजोक इज द चस्मा त्यो सेतो कपडा पुछ नि ल बाई बाई गाइस बाई बाई सी यू इन पोखरा हामी चाहिँ अहिले पोखरा पुगेर रेस्ट गरेर बोटिङमा सवारी भइसकेका छौँ अनि गेस्ट व्हाट वी हैव स्पेशल गेस्ट यो 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 वाट अ कोइन्सिडेन्स जुन डुङ्गामा चढेको त्यही डुङ्गामा चढ्नु भयो
कोइन्सिडेन्ट भन्ने कुरालाई यसलाई भन्छ कि दिन तपाईँलाई अर्को सानो बोटमा रमाइलो कि यसमा बेस्ट कुन तपाईँलाई कुन रमाइलो सानोवाला एल्सा दिदी यता तपाईँलाई कुन राम्रो लाग्यो बस त्यसमा तिमी हुनु पर्यो खाने मर्निङ हेलो गाइज गुड मर्निङ इट्स सेकेन्ड डे हिजोको दिन चाहिँ हामी बाइक राइडिङ गरेको थियौँ अनि त्यसपछि खानासाना खाएर बोट राइडिङ गऱ्यौँ अनि त्यसपछि सुतिहालेको किनभनेदेखि टायर्ड पनि थियो अनि आज चाहिँ सेकेन्ड डे अब आज चाहिँ पोखरा घुम्ने हाम्रो प्लान छ अनि अहिले चाहिँ धुम्म पर्ने तर यो सबै ताल है गाइज हेर्दाखेरि रमाइलो लागिला होला है रमाइलो लाग्छ भने आउनुहोस् न त तपाईँहरू ठुलो छैन हामीले प्लिज अब आज यहाँनिर डे 2 हाम्रो पोखरा घुमाइ हुन्छ पर्सि डे 3 चाहिँ हाम्रो कान्द्रोक हुन्छ कान्द्रोकमा गएर हामी 2 नाइट स्टे गर्छौँ फेरि ब्याक टु पोखरा त्यसपछि काठमाडौँ होइन बुढी बुढी अब त बुढी भन्ने पनि पाउँछ है वाउ खै त घुमाउँछ क्लब कप घुमाउँदैन चिया खाँदाखेरि उठ्ने बित्तिकै कसले लिपस्टिक लाउँछ बाहिर घुम्न जाने भनेर लगाएको 10-11 बजे कसले चिया खान्छ 11 बजे साढे 9 भएर मौसम धुम्म भयो अनि त्यही भएर चाहिँ राम्रो भ्यू आएको छैन त दामी छ अब आज डेक्स फल जानुपर्छ महेन्द्र गुफा छिर्न पर्छ अनि माथिको शान्ति गुफा पनि जानुपर्छ मेरो बुढी घुमेको छैन अरे यहाँनिर हुन त म पनि घुमेको छैन अहिलेसम्म त्यही भएर बिहान उठ्ने बित्तिकै तल हेर्न पाइयो वी आर ह्याभिङ अ गुड टाइम ल बाई बाई गाइज सो अहिले चाहिँ अब निस्केको खाना जाने रे भोक लागेर मर्न लाग्यो भने चाहिँ ओ केटी भोक लागेर के भयो अरे ढल्न लाग्यो सो हामी ढल्दैनौँ भात खान जान्छौँ सुरुमा पहिला खाने अनि अहिले रिङ्गटो लागेर ढल्न लाग्छ पोखरा आएको जस्तो लाग्यो हो साँच्चै हो डाइरेक्ट घाम पऱ्यो क्या तल बसौँ न यसो गर्ने कि यहाँ बस्ने आहा तिमी त राम्रै देख्दैन है गुड बेला आहा चिकन थाली गम थाली लेट्स गो साथीहरू काम बिग्रियो फोटोसुटको चक्करमा यता अर्को सुट भयो यस्तो क्यामेरा भएर मात्र है नत्र भाइ गाली खाइन्छ हामी आइपुग्यौँ डेभिस फलमा यो त यो डेभिडको चाहिँ फल रहेछ नि त म त डेभिडको फल भन्नु थालेँ डेभिड फल त भन्थे नि डेभिड होइन कसरी जस्तो फिस दिइरहेको छ नि होइन त्यो फिक्सेल हो आवाज त्यहाँभित्र मान्छे खस्यो भने यो त्यो अस्ति नै त्यो प्लेन क्रास हुँदाखेरि यस्तै ठाउँ देखाइरहेको थियो नि खस्यो यता होइन ल सक्यो डेभिड फल सक्यो यति नै हो डेभिड फल भनेको खै कहाँ छ महेन्द्र केभ गुफा जाने पनि पुरा गुफा भएर जानु स्वागत छ तपाईँहरूलाई बाहिरबाट कसै सोचेको हुँदैन क्या भित्र यस्तो गुफाहरू छ भनेर नेचुरल गुफा हो कि बनाएको गुफा हो गुफा जाने बाटो यो हो
टिकट काउन्टर त्यहाँ हो यो भिडियोग्राफर काम छैन रहेछ मेरो चाहिने ठाउँमा चाहिँ खिच्दैन हो पहिला चाहिँ बस्ती बनाएको थियो अरे क्या म त बस्ती फेरि 25 जना मान्छे पत्ता लगाएर अनि बल्ल यो के बनाएको अरे क्या सबै गाउँ दामी है के हो गुफा एक्साइटेड म बटाउनै सिकेर कस्तो होला भनेर 200 किलोमिटर पर आएर चाहिँ फेरि पनि एक्साइटेड छु डर लाग्यो बनाइछ त भिडियो बनाएर थियो अझै तल पुग्नुपर्छ जाने जाने नि पुग्ने नि जानु पर्यो न 50 रुपियाँ सबै खिच्दियो ओहे यहाँ झन् डेन्जर रहेछ यार आउ त त्यसो भए भुजालाई हामी त हामी खिच्चिन्छ होला है ल जाऊ कसरी जाने होला जाऊ जाने जाऊ यत्रबाट जाऊ जाऊ आय 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 पूजाला आयो तिमी नै निक्लिनु पर्छ यार म झन् कस्तो निक्लिनु पर्ने होला यो सर्प कस्तो है ठुलो सर्प जस्तो ओए डेन्जर है अझै तल छ यो यहीँ तल ल आमामा डेन्जर तल रहेछ नि है कसरी झर्ने यस्तो छ हेर्ने कथा सुन्नुपर्छ कि अब यो गुफामा छिर्दाखेरि हामीलाई धेरै अप्ठ्यारो भएको थियो बाई बाई डेन्जर छ हेर त एक्सपेक्टेड क्या लाइक त्यो मेन रोडभित्र यस्तो यस्तो छ भनेर आई थिङ्क त्यो यो माथि नै रोड छ जस्तो लाग्यो मलाई यार है हामी जुन तल बसेर त्यो माथि रोड छ जस्तो लाग्यो क्या है त्यस्तो लाग्यो मलाई है पोखराले त अहिलेसम्म पत्ता लागेको थिएन नि यो कुरा त होइन के पत्ता लगायो अरे तिमीले डेभिस फल नजिकबाट हेर्नु मन छ भनेदेखि चाहिँ तपाईँ यता महेन्द्र गुफा छिरेर तल आउनु यहाँ हेर है मलाई याद छ कि उताबाट हेर्दाखेरि त्यो कालो के होला भनेर सोचिरहेको थिएँ मैले के छ होला है भनेर किन रहेछ राम्रो आँखा नै ओहो आनन्द मिल्यो कुन चाहिँ आँखा रे दुईटै आँखा हालै आनन्द मिल्यो हो यस्तो साँच्चै हो नि म चरा भए भए मैले गुलीले हाने झार्ने तिमीलाई म चरा भए भए यस्तो उड्थेँ यहाँनिर अनि म पाक गुलीले हानेर मारिदिन्थ्यो पक्क गुलीले हानेर मारिदिन्थ्यो तिमीलाई म गुलीले हानेर मारिदिन्थेँ त्यस्तै छ गाइज पोखरा पोखरा यहाँबाट नजिक पर्ने रहेछ होइन ऊ त तलबाट आएको हो नि त हामी कस्तो हुँदैछ कस्तो मजा आइरहेछ हो अलिक यहाँबाट डबल मजा हामी चाहिँ अहिले माथि एउटा के भन्छ एउटा गुम्बा जस्तो रहेछ त्यहाँ पनि पुगेर आउनु भनेको सो अहिले हामी बसिरहेको ठाउँ चाहिँ कहाँ हो म तपाईँलाई देखाउँछु ल लाइक यहाँबाट देख्नु पर्ने हो त तपाईँहरूले यस्तो गर्दाखेरि जो छ नि हात मेरो हात हेर्नुहोस् है हो यो चाहिँ घर छ नि सेतो घर यस्तो यो साइडतिर बसिरहेको छु कि तर हामी अहिले यहाँ छौँ क्या ठ्याक्कै अपोजिट साइडमा र भोलि हामी जानु लागेको डाँडा चाहिँ यहाँनिर माथि छ सारङकुट डाँडा हो यहाँनिर छ सारङकुट डाँडा हो त्यहाँ जानु लागेको
स्विङ खेल्ने हो भने त यस्तो जब 5 मिनट म 5 घन्टा हिँडिदिन्छु। बाइक चाहिँ तल राख्नु अरे खै कालो देख्यो त उयो पऱ्यो एन्टी लाइट। सिधै तार रहेछ नि स्विङ खेल्ने आसमा 5 मिनट हिँड्यो हो। ल त्यही रहेछ नि ठाउँ अनि हामी किन तल पार्किङ गरेको पार्किङ फेरि निलो प्लेटलाई र रातोलाई दिन्छ कि आफूको कस्तो छ रातो प्लेट हिँड्दै जानु हिँड्दै आउँदैन ल ल यति त हिँड्नु पऱ्यो नि अहिले भात घट्नु परेन परेन पऱ्यो चटपटी खानु पऱ्यो अहिले 5 मिनट भन्दा 15 मिनट हिँडाइदिएर हामीलाई ए पाथी हुँदै त्यो चाक्सो पहिला मैले चाख्नुपर्छ हो तिमीलाई केही हुनुभन्दा अगाडि मलाई हुनुपर्छ सरै हैन खै मलाई आउँछ होला स्वाद खै मलाई आउँछ होला स्वाद खै त खै न मलाई आउँछ स्वाद खै यो खाउँ त उयो येल्लो मलाई आउँछ स्वाद खै त तिमी अचार दिनु त ए अचार दिनु हेर खाने बहाना खै न मलाई आउँछ स्वाद यस्तो चाहिँ अब स्वाद त एउटा मिठो हुँदैन के अब एलो खाऊ न तिमी चलो खाए एलो खाएको अब यो पिचको के भन्छ यसलाई पाइनएप्पल आइन कुन कलर चाहिँ क्या ल गाइजहरु हामी चाहिँ के हो थाहा भएन तर छिरिसक्यो बिहानेरि आई होप हामी यसमा नथनियोस् अनि पोखरा ड्रिम सिटीमा हामी छौँ लेट मी सो यु है उल्टो देख्नु रहेछ यता पोखरा ड्रिम सिटी पोखराको ड्रिम सिटीमा चाहिँ हामी आइसक्यौँ कस्तो लाग्यो छिर्ने बित्तिकै दामी ल हेर्नुहोस् अब भित्र सबै फ्री हो रे है कति राम्रो हो कहाँ ऐनै ऐना छ ऐनाभित्र छिराउला जस्तो ए हो आइ निस्क्यो ए यस्तो रहेछ यहाँ सबै अनलिमिटेड पऱ्यो क्या जे गरे नि फ्री यहाँबाट हामीले पनि फ्री कुन चाहिँ मूर्ख होला कुन चाहिँ मूर्ख त्यहाँबाट हामी फाल्ने अनि वान अफ द बेस्ट एडभेन्चर नै यही हो नि त अनि सिधै माथि पुग्छ नि त माथि पुग्नुलाई त हामी यत्रो बाइक चढ्नु परेन नि त अब छ्या त्यस्तो भन्नुहुन्न त्यस्तो भन्नुहुन्न त्यस्तो गर्नुपर्छ अहिले हो बडा सर्च गरे घुम्न आएको रे म हेर्नुहोस् यही हो घुम्न आएको म सब बोक्नु परेछ हो जिन्दगीमा यहाँनिर जिम्मेवारी त कम थियो र मलाई सबै आएको यो ल अब माथि पुगेर हेरौँ है के रहेछ के हो वी वान्टेड टु एक्सपिरियन्स त्यो कुरा क्या खास भन्ने होइन तर अनफर्चुनेटली त्यही कुरा चाहिँ बिग्रेको रहेछ तर पनि हामीले तिर्यौँ पैसा तपाईँहरू देख्न सक्नुहुन्छ अर्को पनि भारी थप्यो हेलो पोखरा ड्रिम सिटी हामी आएका छौँ हामीलाई मजाले खेलाउनुहोस् ल क्यामेरालाई भनेर कसले देख्थ्यो होला र हट एयर बलुन आई डोन्ट नो कतिखेर उड्छ बाई बाई झर्ने बेला रमाइलो झर्ने बेला गाह्रो यस्तै सिरिङ भयो फोटो खिच्ने परेला ठुलो भयो यार मजाले राख दुईटा हेर न दुईटा पार्नुपर्छ ठिक्क हुन्छ सजिलो हुन्छ दामी देख्छ नजिक देख्छ है टेलिस्कोप भ्यू हुँदैछ अहिले चाहिँ केही देख्दैन त खै त म हेर्छु अलि देख्ने ठाउँमा हेर न एकछिन म देख्दिन्छु
खै यहाँ हेर खै एकछिन न तर माथि एकछिन जान्छ क्या यसरी एकछिन। यसरी जान्छ क्या ल यसरी माथि हेर न ल ए त्यो शिवको मुख देखेँ मैले शिव मुख नहेर न मेरो मुख हेर ल ल हेर मेरो मुख बरु ल फेसको सेलै देख्ला नि ल ल देखेन भयो ल अमेरमा ल दुई रुपियाँ सक्ने सिधो गर न दुई डर रुपियाँ लाग्यो टेक्ने ल के देख्यो दुब्ली देख्यो कसलाई दुब्ली देख्यो केटी हेर्दै बस्यो क्या हो कस्तो डिस्टर्ब नगर है दुब्ली देख्यो मनको बाहिर निस्किँदैछ है मनको कुरा उ चाहिँ दुईजना हातमा मात्रै हिँड्दा चाहिँ त्यहाँ जनता जान्न त भन्छ अङ्गाला मार्यो अङ्गालो मार्यो ल ल ल त्यो पछाडि केटा पनि अर्को पनि सँगै हिँड्दैछ है उहाँ त बस्दिनु भयो भाइ माथि गएर अब झर्ने बेला देख्छ ल अब फर्किने होइन त के देख्यो रे के देख्यो पखल दुब्ली देख्यो यहाँ औँठी लाछ उता अरूलाई दुब्ली देख्यो अहिले म हो तिम्रो अङ्कललाई भनिदिउँ मैले त्यस्तो भन्नु खोजेँ होइन क्या दुब्ली देख्यो रे वाउ यहाँ जाने सर मच्चिने जान्छ है म त समाज धकाला न नै मलाई त डर लाग्यो तिमी नडराउ न जिएंगे साथ साथ मरेंगे साथ भन्ने कुरा बाचा डाइल सम्झौ बिस्तारै मम्मी मुटुमा तिमी यहाँबाट झरेपछि धड्किन्छ अनि पोखराको ड्रिम सिटीमा त हामी झुला खेल्दैछौँ त पुगेर फर्किहाल्ने नि अब आजै हो एकछिन हो एटलिस्ट गयो भने पुग्यो भन्ने हुन्छ नि त पोखरा घुमेपछि सबै हामी घुमिसक्यौँ भने एटलिस्ट त्यहाँ पनि घुम्यो है भन्ने त हुन्छ नि त्यही भएर हिँडेको क्या तिमी नरिसाउ न पिसाकै छैन मजा आइरहेछ Come on, baby, come on. Come on, baby, come on. You can do it. Yes. ओ यहाँ पुगेपछि 6 AM wasn't then 5 PM हिँड्नु कति हिँड्यो किन आज त है बेबीलाई कस्तो लाग्दैछ मजा लाग्दैछ मेरो बेबीको हालत देखेर म त फरिया उचाल्दै फरिया ल गाइस माथि पुग्छौँ एक दुईवटा फोटो खिच्छौँ तल छिर्छौँ ओके वेलकम टु द वर्ल्ड पिस pagoda. No shouting, no smoke, no dress. Don't pick flowers. Way to Peace Pagoda. Finally, पोखरा आउँदाखेरि देखिने यो सेतो गुम्बालाई पनि हामीले भेटिसकेका छौँ 1 2 3 को दौड कम अन आइपुग्यो ल अब बन्द नि भयो अरे अब छिटो पुग्यो बन्द पनि भयो पुग्दा पनि पुग्यो दामी फोटो भिडियो नखिच्नु भन्दै थियो अरे यहाँनिर हामी त लुकचुपी खिच्थ्यो भिडियो तर हाम्रो आफ्नै खिचेको अरूको खिचेको होइन सो बनाउनु लाग्यो भने छिटो फोटो खिचेर निस्किहाल्छु बाई बाई तर आज मलाई तिमी मेरो सपना छौ
हामी चाहिँ माथि गुम्बा जाँदैछौँ है।